हामी ठुला भनाउँदा मान्छेहरू हुन्छौँ नि हजुर, हामी हाम्रा केटाकेटीलाई धेरै कुरा सिकाउँछौँ। यस्तो गर्नु हुँदैन, त्यस्तो गर्नु हुँदैन, संस्कारका कुरा, बानी बेहोराका कुरा सिकाउँछौँ र उनीहरूबाट धेरै आश गर्छौँ। हुनैपर्छ, तर कहिलेकाहीँ हामी हाम्रा केटाकेटीबाट सिक्छौँ, केही कुरा सिक्छौँ, सिक्नुपर्छ होइन? केही कुरा हामी केटाकेटीबाट नै सिक्ने कोसिस गर्छौँ। हामी हाम्रा केटाकेटीहरूबाट नि केही कुरा सिक्नुपर्छ भन्नु भने हाँस उठ्ला के कुरा भने होला जस्तो लाग्ला। तर म हजुरहरूलाई एउटा सानो कुराबाट बुझाउँदैछु है। दुईजना सानसाना केटाकेटीहरू 7-8 वर्षका दुईजना केटाकेटीहरू एक आपसमा खेलिरहेका थिए। खेल्दा खेल्दै के भएछ भने एउटा केटाले गर्दा अर्को केटाको हातमा चोट लागेछ। जानी जानी होइन, केटाकेटीले जानी जानी गर्दैनन्, नियतवश होइन, खेल्दा खेल्दै चोट लागेछ। त्यो चोट लागिरहेको देखेपछि त्यो जसलाई चोट लाग्यो त्यसको आमालाई रिस उठेर आएछ र उनले रिसाउँदै आएर त जसले चोट लागेको, जसले गर्दा चोट लाग्यो त उसलाई कराउन थाले। कराउँदै त्यो बच्चालाई एक झापड हान्दैछन्। त्यो देखिरहेको छिमेकी जसको छोरालाई एक झापड लाग्यो, ऊ पनि रिसाउँदै आएर अब दुईजना आइमाईको बिचमा भयङ्कर हनाम गाली गरागर झगडापोत सुरु भयो। झगडा बढ्दै गएपछि उटाकुट हात हालाहालसम्म पुग्यो। यो देखेका दुईटैका श्रीमानहरू सँगसँगै आएर फेरि उनीहरू पनि भिडे। झगडा बढ्यो, धेरै ठुलो भयो, मारामार झगडा भयो। छिमेकीहरू आए, छिमेकी पक्ष विपक्षको झगडा बढेर एकदमै ठुलो भयो। झगडा चलिरहेको थियो। एकैछिनपछि झगडा अलिकति शान्त भएर सबै मान्छेले यसो हेर्छन् त आफ्ना छोराछोरी कहाँ गए भनेर बाबाआमाले यसो खोज्दै गरेर हेर्छन् त बिचरा ती नाबालक निर्दोष अबोधी दुई बालबालिका जसको बारेमा चाहिँ जसको कारणले केटाकेटीहरू जसको कारणले बाबामा झगडा गरिरहेथे उनीहरू त फेरि सबै कुरा बिर्सेर मजाले खेलिरहेछन्। केटाकेटीले केही कुरा पनि मनमा लिँदैनन्, सजिलै बिर्सिदिन्छन्, फेरि साथी भएर मजाले खेल्छन्। तर हामी ठुलो मान्छेहरू त्यही सानो कुरालाई भयङ्कर ठुलो बनाएर इस्यु बनाएर एकअर्कामा मनमुटाव राखेर झगडा गरेर ठुलो इस्यु बनाउँछौँ। यो कुरा हामीले हरेक मान्छेले केटाकेटीबाट नै सिक्नुपर्ने हुन्छ। कति केटाकेटीलाई सिकाउने होइन त हजुर? धन्यवाद।